सबैजना नमस्ते। आजको यस भिडियोमा म तपाईहरुले यो पाम्स भिडियोमा काम गर्दाखेरि देखिने केही समस्याहरू र त्यसका समाधानका बारेमा कुरा गर्छौं। यो भिडियो सुरुदेखि अन्तसम्म हेर्नु होला। यदि तपाईहरु आफ्नो पाम्स भिडियो खोल्नुभयो भने यो पुरानो मुद्दा दाखिला अथवा अन्य कुनै काम गर्दाखेरि तपाईहरुमा यो डेट हालेर यहाँ गर्नुभयो भने ओल्ड डेट कान्ट बी ग्रेटर देन इन्टी डेट यस्तो खालको समस्या आउन सक्छन्। अर्को भनेको तपाईहरुले दाखिला गर्दाखेरि कहिलेकाहीँ मैले जस्तै यो समान मेरो गरेर माग गर्न लाग्दाखेरि अथवा दाखिला गर्दाखेरि नि यो 500 ओके भनेर एउटा एरर आउँछ। यो दुईटा एररहरु आयो भने तपाईहरुकोमा यो एररहरुलाई कसरी हटाउन सकिन्छ र हाम्रो काम गर्न सकिन्छ भन्ने विषयमा आजको भिडियो छ। सुरुदेखि जाम। सुरुमा यस्तो एरर ओल्ड डेट कान्ट बी ग्रेटर देन इन्टी डेट ओल्ड डेट कान्ट बी ग्रेटर देन इन्टी डेट भन्ने जस्तो एररहरु आयो भने यसको लागि खासै केही गर्नु पर्दैन। यो हामी जुन यो सुरुको प्राप्ति मिति अथवा कुनै मितिहरु हाल्दाखेरि यो पाम्स भिडियोमा हामी जहिले पनि यो डेट र मितिहरु यो डबल डिजिटमा हुनुपर्छ। जस्तै यो 8 र 1 छ नि यो यसरी नमानेको हो र मैले 08 र 01 गरे भने हुन सक्नुहुन्छ यसले लिइराछ। अब मेरो काम यहाँबाट अगाडि बढ्छ। यस्तो खालको हजुरहरुको एरर थियो भने यसरी यसले सच्याउन सक्नुहुन्छ। अब अर्को एरर जुन हाम्रो यहाँ छ यो 500 ओके भनेर यो एरर भनेको हामी कुनै काम गर्दाखेरि हाम्रो कामहरु अधुरो छोडेर हामी सेभ नगरिकन यतिकै काट्दिएछौं भने यो हाम्रो यस्तो खालको एरर आउँछ। जस्तै म यहाँ देखाउँछु यसमा के एरर आछ। मैले यहाँ यसलाई क्लोज गर्छु। यहाँको अवस्था मैले माग फारममा एकचोटी हेर्छु। माग फारममा मैले यहाँ सबै गरेर हेर्दाखेरि हेर्न सक्नुहुन्छ यो अवस्थामा यो प्रविष्टिको क्रममा रहेको हजुरको यो माग फारम होस् अथवा अन्य मद्दत प्रविष्टि अथवा खरिद दाखिला जुनसुकै काम गर्दाखेरि हजुरको काम आधा अधुरो छोडेर जानु भएको छ भने यो अवस्थामा प्रविष्टिको क्रममा रहेको भनेर देखाउँछ। यस्तो अवस्था छ भने यो हजुरको कामहरु सेभ नभएको भनेर देखाउँछ। यस्तो हजुरको देख्यो भने यसलाई डिलिट गरिदिनु सक्नुहुन्छ। हैन भने त्यही काम गर्न हजुरले खोज्नु भएको छ भने त्यही काममा हामी यसलाई सेभ अल गरेर जानुभयो भने हाम्रो यो एरर चाहिँ हट्छ। अब हेर्नु यो अवस्थामा यो ना प्रविष्टि भएको भनेर देखाउँछ। यो प्रविष्टि क्रममा रहेको छ भने हाम्रो यो भन्दा अघिको जुनसुकै काम यो पाम्स भिडियोमा कुनै एउटा काम यो हजुरको आधा अथवा बाँकी रहेछ भने यो प्रविष्टिको क्रममा कुनै देखाएको छ भने हजुरको यो एरर आउन सक्छ। त्यस्तोमा हजुरले अब यो सेभ अल गर्दै नि भयो हैन भने यसलाई गर्नु छ भने डिलिट गरेर हजुरले आफ्नो पाम्स भिडियो अगाडि बढ्न सक्नुहुन्छ।